हेलो एभ्रिवान, नमस्ते सबैजनालाई अनि ह्याप्पी दसैँ है। अनि तपाईँहरूको सबैको दसैँको सपिङ भइसक्यो होला, हाम्रो चाहिँ भएको छैन। अनि हामी बल्ल दसैँको सपिङ गर्नु जानु लागेको है साथीहरू। फाइनली आइपुग्यौँ है जनपद। म चाहिँ फर्स्ट टाइम आएको है यहाँ, सुनेको मात्रै थिएँ जनपद छ नि यहाँ नानी, यहाँ यताबाट हेर्छ अहिले कहाँ हामी सरोजनी जस्तै रहेछ है भिडभाड त यहाँ चाहिँ। यहाँ नि सरोजनी जस्तै लाग्यो नि। हामीले त सपिङ त गरिसक्यौँ है साथीहरू, गर्मीले गर्दा भित्रको अलिक मजाले देखाउनु सकिनँ है, साह्रै गर्मी छ, गर्मीले हालत खराब भइरहेको छ है। गर्मीले गर्दा मेरो छोरी त एक निन्द्रा पुऱ्याएर पनि उठ्यो है, यहाँ हेर्नु सक्नुहुन्छ। साथीहरू सपिङ त भयो होइन, नानीले गर्दा चाहिँ मैले भित्र तपाईँहरूलाई देखाउनु सकिनँ है। अनि मैले चाहिँ के सपिङ गरेँ त्यो चाहिँ म तपाईँहरूलाई घरमा गएर देखाउने छु है साथीहरू। सुजहरू कस्तो दामी दामी छ नि म पूजा सपिङको लागि साथीहरू हाम्रो सपिङ भइसक्यो है, गर्मीले हालत खराब भइसक्यो दुईजनाको। अब चाहिँ हामी घरतिर फर्किएको है। तपाईँहरूलाई म घर गएर नेक्स्ट भिडियोमा देखाउने छु तपाईँहरूलाई चाहिँ मैले के सपिङ गरेँ भनेर।